तपाईहरु हेर्न सक्नुहुन्छ म अहिले कालीकोट खाडा चक्रमा रहेको यो त्यो माथि देखिदैछ नि त्यो माथि त्यहाँ परेर लभ डाँडा हो यसको नाम चाहिँ लभ डाँडा हो अनि यो हाम्रो बिहान बेलुका मर्निङ वाक गर्ने अनि इभिनिङ वाक गर्ने यो यस्तो ठाउँमा यस्तो सुन्दर फुल छ यसको छेउपट्टि बसेर यो कालीकोटको सदरको मान्न देख्दैछ तपाईहरुलाई मान्न बसेर यतापट्टि हेर्न सक्नुहुन्छ यतापट्टि गएर हेर्दाखेरि यतापट्टि हेर्नुहोस् यतापट्टि राम्रोसँगले चाहिँ यो चाहिँ आर्मी क्याम्पमा माथि हेर्न सक्नुहुन्छ जहाँ म बसेको छु त्यहाँबाट यस्तो सुन्दर ब्युटी र त्यसै गरी त्यहाँ तल एउटा नदी देख्न सक्नुहुन्छ तपाईँ जुन चाहिँ कर्णाली नदी हो त्यो कर्णाली नदीको तिरैतिर एउटा बाटो छ जुन चाहिँ नेपालको उत्तरी भूभागतिर जाने बाटो हो त्यहाँ कालीकोट जिल्ला हुँदै जाने एउटा बाटो हो त्यो बाटो हो त्यसै गरी यो कर्णाली नदी चाहिँ जुन तिब्बतबाट बगेर आउँछ नेपाल प्रवेश गरेपछि मुगु जिल्लामा यो करन्दा खोलासँग मिसिन्छ त्यही यसलाई मुगु कर्णाली भनिन्छ हैन यसलाई त्यही अनि त्यसै गरी यो नदी चाहिँ बाजुरा र हुम्लाको सिमाना हुँदै कालीकोटमा आई जुम्लाबाट आएको तिला नदी लालीगढमा मिसिन्छ यसै गरी यसमा चाहिँ अन्य खोलाहरू मिसिँदै दैलेख अछाम सुर्खेत बर्दिया कैलालीको सिमाना हुँदै अगाडि बढ्छ र भारतमा यसलाई घागरा नामले चिनिन्छ यो नदी अन्तिममा चाहिँ गङ्गा नदीसँग मिल्दछ है त्यहाँ पर पल्लोपट्टिको चाहिँ पहाड देख्न सक्नुहुन्छ त्यो चाहिँ चुलीमालिका भन्ने ठाउँमा बसेको हो त्यहाँ चुलीमालिका माइको मन्दिर छ पवित्र तीर्थस्थल हो यहाँको लागि हिँडेर जानुपर्छ 1 दिन लाग्छ भन्ने चाहिँ सुनेको छु मैले म चाहिँ गएको छैन अब नेक्स्ट प्लान छ त्यहाँ जानलाई जान चाहिँ जानुपर्छ अब साथीसँग मिलेर अब लभ डाँडाबाट झरेर बिस्तारै म चाहिँ मानमा बजारतिर जाँदैछु है ल सरी चाहिँ हामी झर्दैछौँ यो कालीकोटको खानेपानी डिस्ट्रिब्युसन हुने ठाउँ हो तपाईँ देख्न सक्नुहुन्छ खानेपानी सरी यसमा स्टोर हुन्छ सरी जाँदैछ है यो डिस्ट्रिब्युट हुने चाहिँ यसरी हो म हामी सिडी चढेर जाउँ कतिवटा सिडी छ काउन्ट गरौँ है त 2 3 4 5 6 7